नमस्कार दर्शकबिनहरू, नेपाली कथानक चलचित्र जारी 2 को आज दोस्रो दिनको बक्स अफिस कलेक्सनको रिपोर्ट्स लिएर म तपाईहरुको अगाडि उपस्थित भइसकेको छु। कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुस्। आदरणीय दर्शकबिनहरू, नेपाली कथानक चलचित्र जारी 2 हिजो शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ। चलचित्र हलमा राम्रोसँग लागिरहेको छ भने चलचित्रले उत्कृष्ट सोचहरू प्राप्त गरेको छ र चलचित्रको अकुपेन्सीमा पनि निकै नै राम्रो देख्न सकिरहेको छौं। नेपाली कथानक चलचित्र जारी 2 ले आज दोस्रो दिनमा कतिको बक्स अफिस कलेक्सन गर्यो होला त। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म जारी 2 हिजैबाट प्रदर्शनमा आएको हो। चलचित्रले देशभरका करिब 250 भन्दा बढी शो सहित रिलिजमा आएको हो। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको बिहीबार बेलुकी प्रिमियर समेत आयोजना गरिएको थियो। प्रिमियरमा पुगेका अधिकांशले यो फिल्मले माओवादी जनयुद्धका कारण श्रीमान श्रीमती बीच आएको दूरी र त्यसले निम्ताएको परिस्थितिको कथालाई फिल्मले उठान गरेको भन्दै निकै तारिफ गरेका थिए। यो फिल्मले देशभरका हलमा उत्साहजनक ओपनिङ गरिसकेको छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, उपेन्द्र सुब्बा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र जारी 2 पूर्वका हलमा आक्रामक देखिएको छ भने अन्य स्टेशनहरूमा पनि चलचित्रले उत्साहजनक व्यापार गरिरहेको बुझिएको छ। फिल्मको ब्रान्डले ओपनिङमा ठूलो फाइदा गरेको देखिन्छ। देशभर यो फिल्मले पाएको सोजमा दर्शकको अकुपेन्सी उच्च रहेको छ। यसले फिल्मले हिजो र आज शनिबार सुखद आँकडा बनाएको देखिएको छ। नेपाली कथानक चलचित्र जारी 2 अघिल्लै वर्ष प्रदर्शनमा आएको चलचित्र जारीको अर्को पाटो चलचित्र जारीले ब्लकबस्टर कमाई गरेको थियो। नेपाली कथानक चलचित्र जारीको सफलतापछि उपेन्द्र सुब्बाले फेरि जारी 2 लाई दर्शकमाझ लिएर आएका हुन्। नेपाली कथानक चलचित्र जारी 2 को कथावस्तुलाई दर्शकले निकै रुचाएका छन्। केहीले भने चलचित्रलाई मिश्रित प्रतिक्रिया दिएको पाइन्छ भने अन्यले चलचित्रको प्रतिक्रिया राम्रो दिएको बुझिएको छ। चलचित्र अन्यमा ठाउँमा भन्दा पूर्वका हलहरूमा उत्साहजनकका साथ लागिरहेको छ। नेपाली कथानक चलचित्र जारी 2 को आज दोस्रो दिनको अकुपेन्सीको कुरा गर्दाखेरि करिब 80 देखि 70% रहेको छ। प्राय हलहरू आज पनि हाउसफुल देखिएका छन्। नेपाली कथानक चलचित्र जारी 2 ले आज दोस्रो दिनमा बिहान दिउँसो बेलुका र सबसे मिलाएर हेर्ने हो भने चाहिँ करिब 80 लाख माथिको बक्स अफिस कलेक्सन गर्ने देखिएको छ। तपाईहरु नेपाली कथानक चलचित्र जारी 2 हेर्नुभएको छैन, यदि हेर्नुभएको छैन भने नजिकको सिनेमा घरमा गएर हेर्न सक्नुहुन्छ र आगामी दिनमा यस चलचित्रले अझ कतिको व्यापार गर्छ होला त हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर बताउन नभुल्नुहोला। अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुस्। धन्यवाद। जय नेपाल।